ल गाइस गुड मर्निङ। धेरै महिना बादमा आज के को छैन, वेलकम सेलकम पनि भन्नु छैन होइन, तर पनि वेलकम भनिराख्छु। म आफैलाई पनि वेलकम मेरो एसके जिरोन अनिल च्यानलमा तपाईँहरूले पनि वेलकम। फेरि देख्न पाउनुभयो मेरो अनुहार पुरै त देख्न पाउनु छैन, मजाले देख्न पाउनुहुन्छ। यहाँ गाडी छ, यो बाइकमा चाहिँ हामी सानो राइड जानु आँटेको, एउटा सामान लिने इम्पोर्टेन्ट भन्दै त बाइक के हो, तर न यो कुरा हो। अब भ्लग स्टार्ट गरेको, अब बाइक लिएर हिँडिहालेको। ल अलिकति भिडियो गरेर बाइक निकाल्दै जान्छ। बाइक पनि फेरि दामी छ नि, फेरि यो चाहिँ के हो बाइकको नाम पनि हो गुन्तु। यसलाई पनि भ्लगमा हाल्नु चाहिँ फेरि वेलकम उयोलाई पनि हाल्छ त। यहाँ आइज उता पौडी खेल्नु गएको अलिक महिना बादमा भ्लग आएको नि त। पौडी खेल्नु पार लाने रुमटेक गएको। रुमटेकमा हरियो यत्रा यत्रा छन् नि। ठिक छ छैन भाइ? यसो मैला ठिक छ। यी देखाउँदैछ तेल जाने कहाँ गएको? अन्त ठिकै छ। कहाँ गएको? गान्तोक गएको? किन हौ? किन हेर्नु? यो होइन गान्तोक होइन, गान्तोक गएको। अरे शीतली चप्पल होइन गगन? गगन बिस्तारै जाऊ केटा हो। ल ओके बस बिस्तारै जानु ल। नलड्नु बाटोमा हो। सेफ राइट। ल सेफ राइट। के हो सेफ राइट भनेको भाइ? यो काममा बजार अहिले भने चाहिँ हामी 3 मात्रै पुग्दैछौँ कि भर्खर 4 किलोमिटर, जुन चाहिँ फ्लिपकार्टबाट सामान मगाएको नि त। अनि चाहिँ म सामान चाहिँ बादमा देखाउँछु। त्यो सामान चाहिँ आइपुग्यो कि आइपुगेन म स्मृतिलाई कल गरिहाल्छु। डेलिभरी गर्ल बहिनी छ कि एकजना, उठाएन। खास म घरमै गएर यो ओपन गरेर तपाईँहरूलाई देखाउने विचार थियो कि यो सामान जुन चाहिँ छ यो चाहिँ मेरो एज बर्थडे गिफ्ट हो होइन। मैले 1 वर्ष 2023 मा यही फोन मैले बर्थडे गिफ्ट गरेको थिएँ होइन। 30,000 को बर्थडे गिफ्ट हो आफूलाई होइन। यो मेरो बर्थडे मन्थ हो नि त, द्याट्स वाइ यो चाहिँ बर्थडे गिफ्ट हो 30,000 को। घरमा चाहिँ एक गाली खाने हो, 30,000 यो के सामान लिएर आएको भनेर घरमा गएर देखाउनु चाहिँ तपाईँलाई पुरै होइन। अहिले त ब्लर गरेर देखाउँछु किनकि यो सरप्राइज हो के हो भनेर होइन। त्यो चाहिँ के भन्छ सासेस होइन। हामी चाहिँ सामानसम्म लिएर घर आइपुग्नु, डाइरेक्ट घर आएको भिडियो बनाइकिन भन्दाखेरि चाहिँ बाटोमा चाहिँ पानी बढेर भन्नु कट्टुसम्म भिजाएर ढुटो बनाएको छ होइन। अझै यता फर्किँदा पछाडि बस्ने चाहिँ यस्तो बेसी भिज्दैन नि त, अगाडि बस्ने त अब ढुट्टो नि अब खुट्टाबाट पानी उठ्दैछ। अनि सायदै अहिले भने यो भिडियो यति नै, किनभने अब आजैदेखि भिडियो गर्न थालेको, आजै पानीले कुटेर ढुट्टो बनायो। हिजोसम्म टन्टलापुर घाम लागिरहेको होइन। अब आजदेखि चाहिँ भिडियो बनाउनु सुरु गरेँ। अब यो जुन चाहिँ सामान भने नि मैले त्यो चाहिँ मेरो बर्थडे गिफ्ट रहेछ भन्ने कुराहरू तपाईँलाई चाहिँ म त्यो अनबक्सिङ गरेर देखाउँछु। अनबक्सिङ गरेर देखाउनु मन थियो कि अब ओपन बक्स डेलिभरी हो, अनलाइनमा आएको कुरा हो, ओपन बक्स गर्नै पऱ्यो होइन। त्यहाँ र पनि तपाईँहरूलाई कम्प्लिट खोलिसकेको छैन, सबै खोलेर देखाउँछु रिल्स जस्तो पाराले बनाएर नि होइन। यो हेलमेट ल अलि राखेँ, थाकेँ म। ल स्वागत छ फेरि पनि, भिडियो आउनु थाल्यो बिस्तारै बिस्तारै।